हेलो स्टुडेन्ट, हिजोसम्म हामीले थ्योरम नम्बर 1, 2, 3 पढेर क्लियर भयो। ती थ्योरमको कन्सेप्टमा आज केही आउट थ्योरमहरू सोल्भ गर्न गइरहेका छौँ, जो क्लास 10 मा एसईमा आउन सक्ने सम्भावित केही आउट थ्योरमहरू हामीले सोल्भ गर्न गइरहेका छौँ र ती आउट थ्योरमहरू हामीले केही सोल्भ गरिसके पश्चात अब हामीलाई आइडिया हुन्छ इक्जाममा जस्तो सुकै आउट थ्योरम आए पनि हामी गर्न सक्ने। सो आज हामी डिस्कस गर्न गइरहेका छौँ ट्रायंगल र क्वाड्रिलेटरलको बेसमा सोधिने आउट थ्योरमहरू। त्यसमध्येमा आज हामीले चाहिँ यहाँ देख्दैछौँ एउटा आउट थ्योरम रेडी पारेका छौँ र यो आउट थ्योरममा के भनेको छ, इन द गिवन फिगर, यहाँ फिगर दिएको छ एउटा जो ट्रायंगलको फिगर छ, त्यसमा के भनेको छ mn प्यारलल qr, यहाँ क्लियरली देखेको छ mn प्यारलल qr। हामीले यहाँ हेर्न सक्छौँ यहाँनिर हामीले यो mn लाइन देखिरहेका छौँ नि, हामीले यो mn लाइनको सँग त qr सँग प्यारलल छ भनेर हामीले देखिराखेका छौँ। त यो कुरालाई चाहिँ हामीले प्रुभ गर्न छ के त भन्दाखेरि एरिया अफ ट्रायंगल PQN यो यतापट्टिको जुन ट्रायंगल छ त्यो इज इक्वल टु PRM उतापट्टिको दुईटा ट्रायंगल जुन देखिराखेका छौँ हामीले त्यो प्रुभ गर्नुपर्ने छ। तपाईहरु एउटा कुरा के कन्सेप्ट लिनुस् भनेपछि जहिले पनि आउट थ्योरम तपाईहरुको बुकमा वा अन्य कतैबाट प्र्याक्टिस बुकहरुबाट भएको टेन्सेटबाट भएको आउट थ्योरमहरु बुझ्न चाहनुहुन्छ भने तपाईहरु के कन्सेप्ट हेर्नुस् भने जहिले पनि एक नम्बरमा सम्झिनुस् मैले हेर्नु पर्छ स्टेटमेन्ट। एक नम्बरमा के हेर्नु पर्छ स्टेटमेन्ट, दुई नम्बरमा के हेर्नु पर्छ फिगर। सोच्नुस् दुई नम्बरमा के हेर्नु पर्छ फिगर, एन्ड देन तीन नम्बरमा के हेर्नु पर्छ भनेपछि तपाईहरु सम्झिनु होला रिजन। यो 1 2 3 कन्सेप्टबाट हामीले चाहिँ सोल्भ गर्दै गयौं भने जस्तै स्टेटमेन्ट फिगर रिजन, स्टेटमेन्ट फिगर रिजन, यो सम्झिनुस्। स्टेटमेन्ट एक नम्बरमा स्टेटमेन्ट, दुई नम्बरमा फिगर एन्ड तीन नम्बरमा रिजन। यो प्रोसेसबाट हामी गयौं भने जस्तो सुकै आउट थ्योरमहरु हामी सजिलैसँग बुझ्न सक्छौं। र आज हामी हेरौं के छ। पहिला सबैभन्दा आउट थ्योरम गर्नुभन्दा पहिला हामीले गिवन लेख्छौं जो क्वेशनले दिएको छ। के दिएको छ गिवनमा, इन ट्रायंगल PQR, यो PQR भन्ने जुन ट्रायंगल छ यो ट्रायंगलमा mn प्यारलल QR हामीले दिएको कुरा नै लेखेको छौं है। र अब यहाँ हेरौं, यसपछि एकैछिनको लागि हेरौं। अब यहाँदेखि अब हामीले यो प्रुभ गर्नै गर्दाखेरि विचार गर्नुपर्ने हाम्रो आइडिया के त भन्दा यो टु प्रुभमा एरिया अफ प्यारलल प्रुभ गर्नुपर्ने एरिया अफ ट्रायंगल PQN यो साइडको हेर्नुस् है, यो साइडको PQN सँग प्रुभ गर्नुपर्ने छ PRM हेर्नु भयो नि दुईटा ट्रायंगल। यो दुईटा ट्रायंगलको एरिया हामीले प्रुभ गर्नुपर्ने छ। यो कसको बेसमा त जुन हामीले थ्योरम 1 2 3 भनेर पढेका थियौं, यही थ्योरमहरुको आधारमा हामीले प्रुभ गर्नु छ। त्यस कारणले अब हेरौं एक नम्बरमा स्टेटमेन्टमा के छ, एरिया अफ mnq इक्वल टु एरिया अफ mnr, mnq इक्वल टु mnr। यो हेर्नुस् यो ट्रायंगल र यो ट्रायंगल किन इक्वल भयो, हामी थ्योरम नम्बर 3 मा पढेका छौं कि एउटै यो mn भन्ने बेसमा हेर्नु त तलतिर फर्केको एउटा ट्रायंगल छ र यही mn भन्ने बेसमा तलतिर फर्केको अर्को ट्रायंगल छ। यहाँ क्लियरली तपाईलाई देख्न हुन सक्छ, हेर्नुस् फेरि क्लियरली हेर्नुस् त mnq यो हेर्नुस् यो mn भन्ने बेसमा र यो प्यारलल लाइन दिएको छ, एउटा ट्रायंगल बनेको छ, यही बेसमा अर्को ट्रायंगल बनेको छ भने थ्योरम नम्बर 3 मा हामीले के पढेका थियौं, द ट्रायंगल स्ट्यान्डिङ अन सेम बेस बिट्विन द सेम प्यारलल एन्ड आर इक्वल इन एरिया। त्यही छ ट्रायंगल स्ट्यान्डिङ अन सेम बेस mn भन्ने बेसमा एन्ड लेइङ बिट्विन द सेम प्यारलल लाइन mn प्यारलल QR भनेपछि थ्योरम नम्बर 3 हामी सम्झ्यौं भने यो स्टेटमेन्ट लेख्न सक्यो। त्यसपछि हामीले 2 मा MPN हेर्नुस् है, MPN प्लस mnq MPN यो माथिको भाग हेर्नुस् त, यो माथिको भाग यो तलको यो ट्रायंगलमा जोड्दा यो ठुलो ट्रायंगल बन्न गयो र यही चीज यही भाग यो तलको ट्रायंगलमा जोड्दाखेरि यो ठुलो ट्रायंगल बन्न गयो। कति सजिलोसँग भयो त यो हामीले MNP यो PMN छ नि हाम्रो, सरी यो PMN र यो PMN हेर्नुस् है, PMN यो माथिको यो ट्रायंगल एकपटक यो ट्रायंगलमा जोडियो र माथिको यही ट्रायंगल एकपटक तलको ट्रायंगलमा जोडियो भनेपछि एक नम्बरमा हामीले के काम गर्यौं, तलको यो ट्रायंगल एक आपसमा इक्वल
यो ट्रायंगल र यो ट्रायंगल दुईटा एक आपसमा इक्वल छ भने देखायौं। त्यसपछि यो माथिको ट्रायंगल यसमा जोड्दा र एकपटक यसमा जोड्दा, यता जोड्दाखेरि यो ठुलो ट्रायंगल भयो, यता जोड्दाखेरि यो ठुलो ट्रायंगल भयो। त्यही गरेका छौं। एडिङ ट्रायंगल PMN बोथ साइड। अब हामीले यो प्लस यो अर्थात यो प्लस यो भनेको ठुलो ट्रायंगल, यो प्लस यो भनेको ठुलो ट्रायंगल। त यो सजिलै यसरी हामीले कन्सेप्ट बुझ्नु पर्न जरुरी छ। हामीले के बुझ्छौं भन्दाखेरि कि जहिले पनि हेर्नुस् होला थ्योरमहरु सोल्भ गर्दाखेरि हाम्रो दिमागमा के हुनुपर्छ भने जहिले पनि स्टेटमेन्ट, फिगर र रिजन हामीले हेर्न गयो भने चाहिँ स्टेटमेन्ट पहिला हेर्छौं के छ, त्यस्तै कुरा फिगरमा कहाँ छ त्यो हेर्ने, त्यो थाहा भइसकेपछि के कारणले यस्तो भयो भने चाहिँ कारण हामी रिजनमा हेर्ने। यसरी हामीले हेर्दै गयो भने चाहिँ जस्तो सुकै थ्योरमहरु पनि हामी प्रुभ गर्न सक्छौं। त आजको यो थ्योरमबाट हामीले के कुरा भयो भने चाहिँ यो आज थ्योरम नम्बर 3 मा बेस भएको थ्योरमको आधारमा हामीले आज सोल्भ गर्यौं।